सुन्नुपर्छ नि है हजुरहरूले जुन हाम्रो जुन बुकहरूमा ग्रन्थहरूमा पनि अब त्यो भाषा त आउँदैन ट्रान्सलेट भएको चाहिँ हामीले पढ्नु पाउँदा चाहिँ एकदम खुसी लाग्छ। गुरुहरूबाट पाएको पनि छौँ। वज्रयानको पनि मास्टरमा पढ्दाखेरि वज्रयानको कोर्सहरू छ, बुकै लिएर पढेको छु। झन् त्यसमा यति सर्ट स्विट माध्यम छ कि त्यो बुक पढिसकेपछि छोड्नै मन नलाग्ने। महायानको करुणा चित्त कसरी, बोधिसत्व चित्त कसरी वृद्धि गर्ने त भनेर यस्तो राम्रोसँग व्याख्या विस्तार छ कि मलाई त किताब पढ्दा रात गएको पनि चाल पाउँदैन, यति आनन्द लाग्छ। मान्छेहरू फ्रेस हुन त फिल्म हेर्न बाहिर घुम्न जान्छन् भन्छन्, तर आफूलाई चाहिँ त्यो पुस्तक ग्रन्थ पढिसकेपछि यति रिफ्रेस, यति आनन्द पाउँछु। ओहो, साँच्चीकै त शीतलता हुनलाई त पङ्खै बाल्नुपर्छ, एसी बाल्नुपर्छ भन्ने होइन रहेछ। यो दिलमा, यो तपाईँ हाम्रो मन मस्तिष्कमा हुनु पर्दो रहेछ। तपाईँ हाम्रो ग्रन्थहरू हाम्रो ग्रन्थहरू वज्रयान हाम्रो ग्रन्थहरू हेर्दा जुनसुकै यहाँका हाम्रो ग्रन्थहरू पढ्दाखेरि हामी त पवित्र, झन्झनै पवित्र हुने रहेछौँ। मैले पर्सनली फिल गरेको त्यस्तो जुन आवाज चाहिँ हजुरहरूले गर्नुभएको होला, मैले हजुरहरूसँग चाहिँ सेयर गरेँ। र जति जति पढ्छौँ त्यति भगवान्को त यहीँ नै भित्र छ कि नजिकै छ कि त्यति नै विश्वास, त्यति नै श्रद्धा जागेर आउने, त्यति नै आफू त शुद्धता, पोजिटिभ भाइब्सहरू वृद्धि भएको फिल हुने रहेछ। हजुरहरूले पनि गर्नुभएको होला, मैले मेरो अनुभव सेयर गरेको है। अब मैले यहाँ शरण भन्ने एकजना व्यक्तिको घटनाको ठाउँमा मैले यहाँहरूलाई भन्दै थिएँ। त्यो शरण भन्ने व्यक्ति श्रावस्ती इन्डियाको रहेछ। अब कसरी के प्रसङ्ग के हुन्छ त भन्दा श्रावस्तीमा एकजना दाम्पत्य परिवार, दुईजनाको होइन दाम्पत्य परिवार थियो। अनि उहाँहरूको धेरै विवाह भएको धेरै वर्षपछि सन्तान भएको है। सन्तान, दुई सन्तान, ईश्वरको वरदान भने उखान्छ नि है। दुई सन्तान, एकजना छोरा एकजना छोरी सन्तानमा। विवाह त समयमै भएको हो, तर सन्तान चाहिँ उहाँको ढिलो जन्मेको, ढिलो भएको थियो। अनि सन्तानहरूलाई, आफ्नो सन्तानलाई हुर्काउनु पर्ने, बढाउनु पर्ने, उहाँले जुन आफ्नो कर्तव्य धर्म गर्नुपर्ने गरि नै राख्नु भएको थियो। धन सम्पत्ति पनि भएकै फ्यामिली परिवार थियो। अनि अब बिस्तारै अलि उहाँहरूको उमेर गइसकेपछि मात्रै जुन सन्तानहरूको अर्धवयस्कको उमेरमा चाहिँ जुन जन्म भएको कुरा चाहिँ ग्रन्थमा उल्लेख छ। अनि सन्तान अब 13-14 वर्ष, दुईजना छोरी, एकजना छोरा एकजना छोरी चाहिँ 13-14 वर्ष, त्यसरी त्यो उमेर हुँदाखेरि आमा बुवाको चाहिँ मृत्यु भएको हुन्छ, देहान्त भएको हुन्छ दुवैजना। मृत्यु हुनुभन्दा अगाडि चाहिँ आमा बुवाले भनेको रहेछ, पहिलो सन्तान चाहिँ छोरा अनि दोस्रो सन्तान छोरी। अनि भनेको हुन्छ कि हामीले अब तिमीहरूलाई जुन चाहिँ पछिसम्म हाम्रो कर्तव्यहरू निभाउनु पर्ने, विवाह गरिदिनु पर्ने, तिमीहरूको सुख दुःखमा साथ दिनुपर्ने सबै कर्तव्यहरू गर्नुपर्ने थियो। तर हामी वृद्धता आइसकेका छौँ, हाम्रो मरण अवस्था आइसकेको छ। अब जुन हाम्रो कर्तव्य सबै पुरा गर्न सकेन है, आफ्नो आमा बुवाले चाहिँ बाचा दिन लागेको छोरालाई, त्यसैले बाबु अब हामी त केही समयको, अब हामी